ल साथीहरू यसपालि चाहिँ मोटामोटी यत्तिको चिरियाहरू चाहिँ फलेकै थियो र रामै बोटै भाँस लाजस्तो फलेको थियो तर 3-4टा लोथर्केर एउटा काला आएर अन्त त्यहाँबाट नेउला आएर आज चाहिँ भुर्कुटै खायो र चाहिँ यो बोट चाहिँ नुई तल भएर फलिरहेको बोट चाहिँ आज चाहिँ सबै रिङै माथि उठेर गयो। के गर्नुपर्ने हो साथीभाइहरू, यो फलफुल लगायो लोथर्केलाई पुग्दैन, जङ्गली जनावरलाई पुग्दैन। बारीबारीमै चियापत्ती रोपेको सबै हुर्केर गयो, टिप्ने मान्छे पनि पाएन। पानीझरीमा फलिरहेको छ नि चियापत्ती, अब फुर्सदै हुँदैन रहेछ। बल्ल बल्ल टिपेर ल्याएर माडे सुकाउने टाइममा त पानी आएर त धुमा लागेरै बिग्रिँदो रहेछ। के चाहिँ गर्नुपर्ने साथी हो, केही पनि यहाँ त गर्नु मुस्किल भएर हेर्नुहोस् त नराम्रै फलेको आर्सा। यो पाक्नु पनि पाक्दैन, भर्खर कता रङ चढ्दै थियो, पाक्नु नपाइकन यो लोथर्के अहिले अब कालाहरू आएर